नमस्कार साथीहरू, नेपाली मिक्स्ड मार्सल आर्ट्स एमएमए इतिहासकै सबैभन्दा ठुलो र प्रतीक्षित भिडन्त अर्थात् रोड टु यूएफसीको सेमी फाइनलमा हाम्रा नेपाली स्टार फाइटर रविन्द्र डान्ट र न्युजिल्यान्डका कासिम मर्डोक आम्ने सामने हुँदैछन्। सम्पूर्ण नेपाली खेलकुद प्रेमीहरूका लागि यो ऐतिहासिक म्याचको पर्खाइ निकै उत्सुकताका साथ भइरहेको होला। तर पछिल्लो केही दिनदेखि सामाजिक सञ्जाल र फ्यानहरू बीच एउटा ठुलो प्रश्न उठिरहेको छ कि खेल अगस्त 28 मा हुन लागिरहेको यो खेल समय सरेको हो त? के रविन्द्र डान्टको यो ऐतिहासिक भिडन्त अब तोकिएको समयमा हुँदैन? आज यस भिडियोमा हामी यसै विषयको वास्तविकता, खेलको नयाँ अपडेट र रविन्द्र डान्टको तयारीको बारेमा विस्तृत कुराकानी गर्नेछौँ। भिडियोलाई अन्तिम समय हेर्नुहोला। साथीहरू, रोड टु यूएफसीको स्टेज कति ठुलो हो र यसले नेपाली एमएमएलाई कतिको उचाइमा पुर्याउन सक्छ भन्ने कुरा त हामी सबैलाई थाहा नै छ। रविन्द्र डान्टले आफ्नो अघिल्लो खेलमा जुन किसिमले शानदार प्रदर्शन गरेर सेमी फाइनलको यात्रा तय गरे, त्यसको विश्वभरिका नेपालीहरूको छाती गर्वले चौडा बनेको थियो। जस्तै सेमी फाइनलमा उनको सामना न्युजिल्यान्डका कडा फाइटर कासिम मर्डोकसँग हुँदैछ। मर्डोक पनि निकै आक्रामक र प्राविधिक रूपमा बलियो फाइटर मानिन्छन्। त्यसैले यो खेल केवल एउटा खेल मात्र नभएर नेपालीहरूलाई विश्व यूएफसीको मानचित्रमा स्थापित गराउने एउटा सुनौलो अवसर पनि हो। पछिल्लो समयमा इन्टरनेटमा यो खेल अगस्त 28 मै हुन्छ या यसको मिति केही अघि पछि सरिएको छ भन्ने विभिन्न चर्चा र हल्लाहरू चलिरहेका छन्। धेरै फ्यानहरू अलमलमा परिरहेका छन् कि कतै खेल स्थगित त भएको होइन। वास्तविक के हो भने आधिकारिक रूपमा यूएफसी वा फाइटर म्यानेजमेन्ट टिमबाट खेल रद्द भएको वा लामो समयका लागि सरेको कुनै आधिकारिक घोषणा छैन। अर्थात् अहिलेसम्म कुनै खेल सरेको नोटिस भने बाहिरिएको छैन। यो खेल अगस्त 28 मै हुनेछ। तर अन्तर्राष्ट्रिय खेलहरूमा कहिलेकाहीँ ब्रोडकास्टिङ राइट्स, फाइटरहरूको भिसा प्रक्रिया वा अन्तिम समयको इन्जुरी, चोटपटकका कारण आधिकारिक टाइमिङ वा फाइटिङ कार्डको स्थानमा सामान्य फेरबदल हुन सक्छ। तर अहिलेसम्म भने त्यस्तो आधिकारिक कुनै फेरबदल भने भएको छैन। यदि तपाईँले पनि खेल सरेको हल्ला सुन्नुभएको छ भने आधिकारिक रूपमा मिति परिवर्तन भएको पुष्टि भएको चाहिँ छैन। तर अगस्त 28 यो मिति नजिकै गर्दा फाइट कार्डको आन्तरिक व्यवस्थापन कारण खेलको नेपाली समय टाइम स्लटमा चाहिँ केही तलमाथि हुन सक्छ। सम्भावनालाई भने नकार्न सकिँदैन। समय जे जस्तो भए पनि हाम्रा नेपाली टाइटन रविन्द्र डान्टको यो खेलका लागि दिनरात कडा मेहनत गरिरहेका छन्। नेपालको झन्डालाई यूएफसीको मुख्य स्टेजमा फहराउने उनको यो सपना अब मात्र एक कदम टाढा छ। अर्कोतर्फ न्युजिल्यान्डका कासिम मर्डोक पनि रविन्द्रलाई कडा टक्कर दिन र केही समय अगाडि सामाजिक सञ्जालमा उनले म रविन्द्र डान्टसँग अब सिधै भिड्छु भनेर समेत भिडियो पोस्ट आएको देख्न सकिन्थ्यो। दुवै फाइटरहरूको गर या मरको यो स्थितिको कारणले गर्दा खेल जुन दिन भए पनि निकै रोमाञ्चक र ऐतिहासिक हुने निश्चय भएको छ। हामी सबै नेपालीहरूको चाहना र प्रार्थना यही छ कि हाम्रा रविन्द्र डान्टले यो सेमी फाइनल खेल जितेर फाइनलको यात्रा तय गरून् र इतिहास रचुन्। खेलको आधिकारिक मिति र समयबारे थप केही नयाँ वा पक्का अपडेट आउने बित्तिकै हामी तपाईँहरूलाई तुरुन्त जानकारी गराउनेछौँ। के तपाईँहरूलाई लाग्छ रविन्द्र डान्टले कासिम मर्डोकलाई नकआउट गर्न सक्छन्? तपाईँको विचार के रहन्छ? पक्कै पनि यो खेल कसले जित्ता? तल कमेन्ट बक्समा आफ्नो प्रतिक्रिया दिन भने नभुल्नुहोला। यदि तपाईँलाई यो अपडेट मन पर्यो भने भिडियोलाई लाइक, सेयर र च्यानललाई सब्स्क्राइब गर्न नभुल्नुहोला र नेपाली एमएमए फाइटरलाई सपोर्ट गर्न नभुल्नुहोला। हामी पुनः पनि अर्को श्रृङ्खला अन्तर्गत भेट्नेछौँ। त्यतिजेलको लागि कोशी स्पोर्ट्स टिभी यहाँहरू माझ बिदा हुन चाहन्छ। हस्त धन्यवाद। नमस्कार।